पटकको कुरा हो, एउटा सुन्दर गुलाबको फूल थियो। ऊ आफ्नो सुन्दरतामा निकै घमण्डी थियो। उसको छेउमा एउटा काँडाको बिरुवा थियो। गुलाबले काँडालाई कुरूप र बेकार ठान्थ्यो। गुलाबले काँडालाई सधैँ हेप्थ्यो। उसले काँडाको मजाक उडाउँथ्यो। समय बित्दै गयो र गर्मीको मौसम आयो। गर्मी निकै बढ्यो। गर्मीले गर्दा पानीको अभाव भयो। गुलाब मुर्झाउन थाल्यो। त्यस बेला उसले देख्यो कि काँडाको बिरुवामा पानी सञ्चय भएको छ। चराहरू त्यसबाट पानी पिउँदै थिए। गुलाबले काँडासँग पानी माग्यो। काँडाले बिना कुनै गुनासो पानी दिन सहमत भयो। चराको सहयोगमा गुलाबलाई पानी पुर्याइयो। गुलाब फेरि ताजा भयो। गुलाबले आफ्नो गल्ती बुझ्यो। उसले काँडासँग माफी माग्यो। उसले सिक्यो कि बाहिरी रूपले कसैलाई मूल्याङ्कन गर्नु हुँदैन। साँचो सुन्दरता मनको दयालुपनमा हुन्छ। घमण्डले सम्बन्ध बिगार्छ तर नम्रता र सहयोगले सबैलाई नजिक ल्याउँछ।